हामी मान्छेको जातलाई चाहिँ जति गर्दा पनि केही नपुग्ने क्या एक थोक पुग्यो भने अर्थक अपुग हुनै पर्छ। सो हेलो एभ्रिवान, आज चाहिँ मेरो दिनभरि मैले के काम गरेँ हजुरहरूले देखाउँछु है त। आज चाहिँ म अलिक ढिलो उठेको थिएँ अनि उठेर भाउले दाल भात पकाइसक्नु भएको रहेछ। मैले मुन्टा सुन्टा केलाएँ अनि मुन्टा केलाइसकेपछि रमाले चामल सकेको रहेछ अनि दुईजना भएर नन्द भाउजूले चामल छिटो हुन्छ भनेर दुईजना बसेर केलाउन थाल्यौँ। केलाउन बसेको हाई आएको हाई काम गर्दा पनि हाई आउँछ। मलाई त के भएको यस्तोहरूलाई पनि त्यस्तो हुन्छ र कि मलाई मात्र यस्तो हुन्छ हौ भन्नुहोस् त। गाउँघरको काम त्यस्तै त हो नि, यता गरौ उता गरौ जे गर्दा पनि नसकिने के टुसुक्क बस्न चाहिँ नपाइने। अनि म चाहिँ खोलिदिन गएँ, पानी पनि दिन थियो अनि बाख्रालाई खोलिदिँदै दिँदै पानी लिएर आउँछु भनेर गएँ। अनि म चाहिँ काठमाडौँ नै बस्थेँ नि त पहिला। अनि म काठमाडौँ बस्दा पनि भाउजू एक्लै हुँदा पनि गर्नुहुन्थ्यो है। अनि म अहिले हुँदा पनि एकछिन बस्नै भ्याइँदैन के, भाउजू पनि हुँदा बस्नै भ्याउँथेँ भन्नुहुन्थ्यो। बरु म हुँदा त मरै बस्नै भ्याइँदैन भन्छ नि त, जति भाँडो त्यति चुबुर गई के भन्ने हो, त्यस्तै भएको हो कि खास। मेरो गफ मात्र हेर्नु यहाँ न पक्लक्क ढलिहालेँ म त, जता पनि लड्छु। के भएको हो, कमजोरी भएर हो के भएर हो। अनि हामी मान्छेको जातलाई चाहिँ जे गर्दा पनि जसो गर्दा पनि नपुग्ने के, अपुग भइराख्ने जति जे गरे। हाम्रो घरमा मात्र होइन होला, अरू घरमा पनि होला जस्तो लाग्छ कि, किनभने मलाई चाहिँ त्यस्तो लाग्छ। जतिखेर पनि एउटा न एउटा कुरा चाहिँ जीवनमा अल्झाउन आइरहने कि, एउटा सल्भ गरौँ होइन, एउटा प्रब्लम सल्भ गरौँ अब त आउँदैन होला है आउँदैन होला भनेर सम्झिरहेको हुन्छ, फेरि अर्को टुप्लुक्क आइपुग्छ। हुन त जिन्दगी भनेको नि यही हो जस्तो लाग्छ मलाई त हौ। अनि मेरो मम्मीलाई चाहिँ अलिक सन्चो भइसक्यो त, कपाल सपाल पलाइसकेको छ, हेर्नु न कस्तो मजाले टुकुर 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 हिँड्नु भएको। अनि कि जे जस्तो भए पनि, जस्तो दुःख भए पनि, जस्तो जे काम गर्नु परे पनि गाउँ चाहिँ एकदम गाउँ नै राम्रो हुन्छ। मेरो त घर र काठमाडौँ भन्ने टुङ्गै हुँदैन, कहिले यता कहिले उता कुदिरहेको हुन्छु। टाइम टुङ्गो भन्ने केही नै हुँदैन, कतिखेर जानुपर्छ कतिखेर आउनुपर्छ फिक्स नै हुँदैन के। अनि मेरो जाने दिन चाहिँ फेरि आइसकेको छ नि त। अनि त जानुभन्दा अगाडि चाहिँ अलिकति दुई चारवटा खेतहरू चाहिँ सक्दिन पाएँ, रोपाएँ, कति आनन्द हुन्थ्यो जस्तो पनि भइरहेको थियो। काम पनि गर्नु परे पनि अब घरमा पनि कोही हुन्न नि त काम गर्ने, मम्मी बिमारी हुनुहुन्छ अनि भाउजूलाई कति हत्ते दिने भनेर म हुँदै अलिकति रोपाइसक्न पाएँ ढुक्क हुन्थ्यो भनेर हामी चाहिँ बिउ काट्न लागेको थियौँ। अनि भोक पनि लागेको थियो अनि यसो दुईवटा चाउचाउ अनि पानीहरू बोकेर हामी चाहिँ खेततिर लाग्यौँ, बिउ सिउ काट्यौँ। भोलि चाहिँ रोपाइन्छ हाम्रो। अनि हामी खेत चाहिँ पुग्यौँ। खेतमा पुगेर चाहिँ भाउजूलाई तान्दा चाहिँ ढुङ्गा दिनु भनेको, भाउजूले दिनु भएन अनि ताने। अनि मैले रिसाले फन्केर गएँ अनि यत्रो ठुलो ढुङ्गा लिएर आएँ अनि त्यसपछि थचक्क पाएर पानी जाने उछिराइदिएँ मैले पनि, के कम पनि। अनि भाउजू रिसाउनु, तर म हाँसेपछि भाउजू हाँस्ने कुरै हुँदैन। अलिक पर हेरेको भाउजूहरू लड्नु भएछ कि घाँस बोकेर आएको ठाउँमा, अनि हामी यहाँ बसेर हाँस्दैछौँ। अगाडि देख्दा त हाँस्ने मान्छे झन् परबाट त नहाँस्ने कुरै हुँदैन। यति हेर्दा हेर्दै मेरो घर जाने बेला पनि भयो, किनकि खाना पकाउनु पर्छ नि त, साँझ पर्न आँटिसकेको थियो। अनि मेरो लुगा हाल यस्तो भएको छ, जति जोगिएर काम गर्छु भन्दा पनि जोगिएर चाहिँ म काम गर्न सक्दिनँ। सो म घर आएर नुहाइधुवाइ पनि गरिसकेँ। अर्को भिडियो भेटौँला है त साथीहरू, बाई, गुड नाइट।